हेलो स्टुडेन्ट्स, वेलकम बैक टू माई यूट्यूब च्यानल। आजको यस भिडियोमा मैले तपाईहरुको लागि एनईबी क्लास 12 कम्प्युटर साइन्स कम्प्युटर कमर्समा रहेको च्याप्टर 2 डाटा कम्युनिकेसन एन्ड नेटवर्किङ भन्ने च्याप्टरदेखि एकदमै इम्पोर्टेन्ट टपिक लिएर आएको छु। यस च्याप्टरदेखि जुन चाहिँ हाम्रो रहेको छ डाटा कम्युनिकेसन एन्ड नेटवर्किङ, यो च्याप्टरदेखि चाहिँ एक्जाममा चाहिँ 8 मार्क्सको थ्योरी आउने गरेको छ है। त्यही भएर यो जुन आज चाहिँ मैले टपिक लिएर आएको छु, यस टपिकलाई चाहिँ तपाईहरुले राम्रोसँग ध्यान दिएर बुझ्नु होला र यस भिडियोलाई अन्तिमसम्म हेर्नु होला है। ल अब हामीहरु आजको यस भिडियोको मेन टपिक तर्फ जाउँ। हाम्रो यस भिडियोको टपिक रहेको छ नेटवर्क टोपोलोजी है। अब यो नेटवर्क टोपोलोजी भन्ने टपिक एनईबी क्लास 12 को लागि मात्रै इम्पोर्टेन्ट नभई डिफरेन्ट आईटी सब्जेक्ट्स जस्तै कम्प्युटर इन्जिनियरिङ, बीएससी सीएसआईटी, बीसीए, बीआईटी यस्ता डिफरेन्ट आईटी सब्जेक्ट्सहरुमा पनि यो टपिक चाहिँ एकदमै इम्पोर्टेन्ट रहेको हुन्छ। एक्जाममा चाहिँ यस टपिकदेखि चाहिँ लगभग फिक्स क्वेशन आउने गरेको छ है। त्यही भएर ध्यान दिएर यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला है। ल अब हामीहरु नेटवर्क टोपोलोजीलाई चाहिँ विस्तृत रूपमा चाहिँ बुझौँ है। ल के भनेको छ भने नेटवर्क टोपोलोजी भनेको द फिजिकल लेआउट अफ द कम्प्युटर नेटवर्क इज कल्ड नेटवर्क टोपोलोजी। के भन्छ भने कम्प्युटर नेटवर्कको फिजिकल लेआउटलाई चाहिँ हामीहरु के भन्छौँ, नेटवर्क टोपोलोजी भन्छौँ है। फिजिकल लेआउट भनेको के हो, कम्प्युटर नेटवर्कमा भएका डिभाइसेसहरु एक आपसमा चाहिँ कसरी चाहिँ फिजिकली अरेन्जमेन्ट गरिएका छन् त है, त्यसलाई के भन्छ हामीहरु कम्प्युटर नेटवर्क टोपोलोजी भन्छौँ है। सिम्पली नेटवर्क टोपोलोजी भनेर भनिन्छ है। के भने मैले कम्प्युटर नेटवर्क टोपोलोजी अथवा नेटवर्क टोपोलोजी भनेको चाहिँ एउटा कम्प्युटर नेटवर्कमा चाहिँ कम्प्युटरहरु चाहिँ कसरी चाहिँ फिजिकली अरेन्जमेन्ट गरिएको छ अथवा चाहिँ फिजिकल लेआउट, त्यसको फिजिकल लेआउटलाई चाहिँ के भन्छ हामीहरु कम्प्युटर नेटवर्क भन्छौँ है। बुझ्यौ न? जस्तै हाम्रो चाहिँ जस्तै यो छ, जस्तै बस टोपोलोजीमा हेर, यसमा चाहिँ डिभाइसेसहरु कसरी अरेन्जमेन्ट गरिएका छन् हैन। त्यसैगरी हाम्रो जस्तै रिङ टोपोलोजी छ, रिङ टोपोलोजीमा डिभाइसेसहरु कसरी कनेक्ट भएका छन् हैन। यो सब हाम्रो के छ, फिजिकली चाहिँ कसरी चाहिँ कम्प्युटरहरुलाई चाहिँ राखिएको छ अथवा अरेन्जमेन्ट गरिएको छ हैन। यही फिजिकल अरेन्जमेन्ट अथवा फिजिकल लेआउट अफ कम्प्युटर नेटवर्कलाई के भन्छ हामीहरु नेटवर्क टोपोलोजी भन्छौँ है। जस्तै यसमा चाहिँ के गरेको छ, रिङ फर्ममा राखिएको छ। जस्तै हाम्रो चाहिँ यसमा चाहिँ के गरेको छ, एउटा बस फर्ममा चाहिँ डिभाइसहरु कनेक्ट गरिएको छ भने यसरी चाहिँ हामीहरु चाहिँ फिजिकली चाहिँ कम्प्युटरहरुलाई अरेन्जमेन्ट गर्छौं भने यसलाई चाहिँ हामीहरु के भन्छौं, नेटवर्क टोपोलोजी भनेर भन्छौं है। ल अब सेकेन्ड पोइन्ट हेरौं। सेकेन्ड पोइन्टमा के भनेको छ भने इट शोज द जियोग्राफिकल रिप्रेजेन्टेसन अफ अल द लिंक्स एन्ड लिंकिङ डिभाइसेस अल्सो कल्ड नोड्स। के भन्छ भने इट शोज द जियोग्राफिकल रिप्रेजेन्टेसन अफ अल द लिंक्स एन्ड लिंकिङ डिभाइसेस। यसले चाहिँ के गर्छ, यो नेटवर्क टोपोलोजीले के शो गर्छ भने जति पनि हाम्रो चाहिँ कम्प्युटर नेटवर्कमा लिंकहरु छन् अथवा चाहिँ लिंकिङ डिभाइसेसहरु छन्, जस्तै लिंकिङ डिभाइसेस भनेका कम्प्युटरहरु भए हैन, नोडहरु भए, र लिंक भनेको जस्तै यो वायर कनेक्ट भएको छ, यसलाई चाहिँ लिंक भन्छ हैन। त यस्ता लिंक अथवा लिंकिङ डिभाइसेसहरुको हैन जियोग्राफिकल रिप्रेजेन्टेसनलाई चाहिँ के गर्छ, यसले शो गर्छ हैन। यी लिंकिङ डिभाइसेस अथवा यो लिंक्सहरु, तारहरु है, यो तारहरु चाहिँ एक आपसमा चाहिँ कसरी चाहिँ जियोग्राफिकली म्यानेज भएका छन् अथवा अरेन्ज भएका छन्, त्यसलाई चाहिँ शो गर्ने काम कसले गर्छ, नेटवर्क टोपोलोजीले गर्छ। त्यही भएर के भनेको भने इट शोज द जियोग्राफिकल रिप्रेजेन्टेसन। यसले के गर्छ, जति पनि हाम्रो कम्प्युटर नेटवर्कमा भएका लिंकिङ डिभाइसेसहरु छन् हैन अथवा लिंकहरु छन्, लिंक भनेको वायर अथवा लिंकिङ डिभाइसेस भनेको कम्प्युटरहरु हैन, यी डिभाइसेसहरु अथवा लिंकहरु चाहिँ एक आपसमा चाहिँ जियोग्राफिकली कसरी चाहिँ अरेन्जमेन्ट भएका छन्, त्यसलाई चाहिँ शो गर्ने काम कसले गर्छ, नेटवर्क टोपोलोजीले गर्छ है। अल्सो कल्ड नोड्स। यो लिंकिङ डिभाइसेसलाई नोड्स पनि भनिन्छ। जस्तै यो छन् नि यो डिभाइसेसहरु, यो डिभाइसेसहरुलाई चाहिँ के भनिन्छ, नोड्स पनि भनिन्छ है। त्यही भएर अल्सो कल्ड नोड्स भनेको है। त्यसपछि के भनेको छ, जस्तै नोड्स। नोड्स मे बी कम्प्युटर्स, ल्यापटप्स, प्रिन्टर्स एटीसी। अब जस्तै यो नोडहरु छ नि, यो नोडहरु हाम्रो प्रिन्टर पनि हुन सक्छ, ल्यापटप पनि हुन सक्छ, कम्प्युटर पनि हुन सक्छ, मोबाइल पनि हुन सक्छ, डिफरेन्ट डिभाइसेसहरु हुन सक्छन् भन्न खोजेको है। ल थर्ड पोइन्ट हेर। थर्ड पोइन्टमा के भनेको छ भने इट डिफाइन्स हाउ डाटा फ्लोज विदिन द नेटवर्क। यसले के गर्छ भने एउटा कम्प्युटर नेटवर्क अथवा एउटा नेटवर्क भित्र हैन डाटाहरु चाहिँ कसरी फ्लो भइरहेका छन् अथवा एक कम्प्युटरदेखि अर्को कम्प्युटरमा डाटाहरु कसरी फ्लो भइरहेका छन् हैन, त्यो डिफाइन गर्ने काम कसले गर्छ, यो नेटवर्क टोपोलोजीले गर्छ है। जस्तै यो बस टोपोलोजी छ हैन, यो बस टोपोलोजीमा चाहिँ डाटाहरु चाहिँ यो डिभाइसदेखि यो डिभाइसमा चाहिँ कसरी फ्लो हुन्छ हैन भन्ने कुरा डिफाइन कसले गर्छ, यो नेटवर्क टोपोलोजीले गर्छ हैन, नेटवर्क टोपोलोजीले गर्छ। त्यही भएर चाहिँ के भनेको भने इट डिफाइन्स हाउ डाटा फ्लोज विदिन द नेटवर्क भनेर भनेको छ है। बुझ्यौ न? ल त्यसपछि लास्ट पोइन्टमा के भन्छ भने द मेन अब्जेक्टिभ्स अफ द नेटवर्क टोपोलोजी इज टु फाइन्ड आउट द मोस्ट इकोनोमिकल एन्ड एफिसिएन्ट वे अफ ट्रान्समिसन च्यानल है।
के भन्छ भने द मेन अब्जेक्टिभ्स अफ द नेटवर्क टोपोलोजी। नेटवर्क टोपोलोजीको मेन अब्जेक्टिभ भनेको के हो भने इज टु फाइन्ड आउट द मोस्ट इकोनोमिकल एन्ड इफिसियन्ट वे अफ ट्रान्समिसन च्यानल। यसको मेन अब्जेक्टिभ के हो भने नेटवर्क टोपोलोजीको यसले चाहिँ के गर्छ भने एउटा सबभन्दा राम्रो मोस्ट इकोनोमिकल एन्ड इफिसियन्ट वे, सबभन्दा राम्रो वे अथवा चाहिँ बाटो चाहिँ खोज्छ केका लागि ट्रान्समिसन च्यानल। कुन बाटोदेखि चाहिँ हामीहरूले डाटा पठाउने अथवा कुन वायरदेखि चाहिँ हामीहरूले चाहिँ डाटाहरू चाहिँ सेन्ड गर्ने हैन, त्यो सब इकोनोमिकल एन्ड इफिसियन्ट वे चाहिँ फाइन्ड आउट गर्ने काम कसको हो त नेटवर्क टोपोलोजीको हो के। बुझ्यो हैन के भने मैले नेटवर्क टोपोलोजीको मेन उद्देश्य भनेको के हो भने यो चाहिँ हाम्रो मोस्ट इकोनोमिकल अथवा चाहिँ मोस्ट इफिसियन्ट वे चाहिँ के गर्छ फाइन्ड आउट गर्छ फर द ट्रान्समिसन च्यानल, कहाँदेखि पठाउने भनेर यसले चाहिँ के गर्छ राम्रो वे चाहिँ अथवा इफिसियन्ट वे चाहिँ के गर्छ फाइन्ड आउट गर्ने काम गर्छ कसले नेटवर्क टोपोलोजीले है। बुझ्यो हैन। ल अब नेक्स्टमा के भनेको छ भने टाइप्स अफ नेटवर्क टोपोलोजी आर। अब चाहिँ हामीहरू के गर्छौँ नेटवर्क टोपोलोजीको टाइप्सहरूको बारेमा पढ्छौँ है। ल फर्स्ट टाइपमा छ वानमा छ बस टोपोलोजी है। बस टोपोलोजीमा के भनेको छ भने इन बस टोपोलोजी कम्प्युटर्स आर कनेक्टेड टु अ सिंगल कन्टिन्युअस केबल ओर सेन्ट्रल केबल द्याट इज कल्ड बस है। के भन्छ भने इन बस टोपोलोजीमा कम्प्युटर्स आर कनेक्टेड टु अ सिंगल कन्टिन्युअस केबल अथवा सेन्ट्रल केबल। के भन्छ यसमा चाहिँ बस टोपोलोजीमा कम्प्युटरहरू के हुन्छन् एउटा सिंगल कन्टिन्युअस केबल, यो भनेको कन्टिन्युअस केबल अथवा चाहिँ यसलाई चाहिँ सेन्ट्रल केबल पनि भनिन्छ है। सेन्ट्रल केबलमा के हुन्छन् त सबै कम्प्युटरहरू अथवा नोडहरू के हुन्छन् कनेक्टेड हुन्छन्, द्याट इज कल्ड बस, जसलाई चाहिँ हामीहरू के भन्छौँ एउटा बस भन्छ है। यो जुन चाहिँ कन्टिन्युअस केबल अथवा चाहिँ सेन्ट्रल केबल छ नि यो केबललाई चाहिँ के भन्छ हामीहरू बस भन्छ है। अब यसलाई बस किन भन्छन् भने किनकि जस्तै बसले के काम गर्छ, हाम्रो नर्मली एउटा बस हुन्छ नि, बसमा बसेर हामीहरू एक ठाउँदेखि अर्को ठाउँमा जान्छौँ नि, त्यस्तै यो वायरले के गर्छ भने बसको जस्तो काम गर्छ कि यो बसमा चाहिँ डाटाहरू बस्छन् जान्छन् र यो बसले चाहिँ के गर्छ डाटाहरू डिफ्रेन्ट कम्प्युटरमा पुगाउने काम गर्छ। जस्तै हाम्रो रियल लाइफमा चाहिँ बसले एक ठाउँदेखि अर्को ठाउँमा हामीलाई पुगाउँछ नि, त्यस्तै यो बसले पनि के गर्छ एउटा कम्प्युटरदेखि अर्को कम्प्युटरमा के गर्छ डाटाहरू के गर्छ बसको फर्ममा चाहिँ के गर्छ सेन्ड गर्ने गर्छ, त्यही भएर चाहिँ यसलाई बस टोपोलोजीको नाम दिएको है। बुझ्यो हैन। ल सेकेन्ड पोइन्टमा के भनेको छ भने बस एक्ट्स एज ब्याकबोन। के भनेको छ जुन यो बस छ नि सेन्ट्रल केबल, यो सेन्ट्रल केबल अथवा बसले चाहिँ के गर्छ एक्ट्स एज ब्याकबोन, ब्याकबोनको जस्तो के गर्छ एक्ट गर्छ। द्याट मिन्स यदि यो केबल चाहिँ यहाँ चाहिँ खराब भयो अथवा चाहिँ फेल भयो भने यो पुरै नेटवर्क चाहिँ के हुन्छ डिस्टर्ब हुन्छ अथवा चाहिँ फेल हुन्छ कि यो पुरै नेटवर्क के हुन्छ फेल हुन्छ, त्यही भएर चाहिँ हामीहरू यसलाई चाहिँ के हुन्छ एज अ ब्याकबोनको जस्तो के गर्छ एक्ट गर्छ। ल अब लास्ट पोइन्टमा के भनेको छ भने डाटा सेन्ड बाई अ डिभाइस ट्राभल्स इन बोथ डाइरेक्सन्स अन द बस अन्टिल इट रिचेज द इन्टेन्डेड डिभाइस। जस्तै यसले के भन्छ भने डाटा सेन्ड बाई अ डिभाइस ट्राभल्स इन बोथ डाइरेक्सन्स, जस्तै कुनै एउटा डिभाइसले डाटा सेन्ड गर्यो भने त्यो डाटाहरू के हुन्छन् बोथ डाइरेक्सनमा अथवा यहाँदेखि यसरी पनि जान सक्छ अथवा यहाँदेखि यसरी पनि जान सक्छ कि के हुन्छ बोथ डाइरेक्सनमा के हुन्छन् डाटाहरू के हुन्छन् ट्राभल गर्छन् अन द बस, यो बसमा है। यो बसमा के हुन्छ यो डाइरेक्सनमा पनि जान्छन् डाटाहरू, यो डाइरेक्सनमा पनि जान्छन् कि अन्टिल इट रिचेज द इन्टेन्डेड डिभाइस। अन्टिल कबसम्म जबसम्म चाहिँ हाम्रो के हुन्छ एउटा डिभाइसले सेन्ड गरेको डाटा चाहिँ इन्टेन्डेड डिभाइसमा चाहिँ रिच गर्दैन अथवा चाहिँ जुन डिभाइसमा चाहिँ डाटा पठाउनु हो नि इन्टेन्डेड डिभाइस, त्यो इन्टेन्डेड डिभाइसमा नपुग्ने बेलासम्म के हुन्छ त्यो डाटाहरू चाहिँ के हुन्छ बसमा चाहिँ के गर्छ ट्राभल गर्छ। बुझ्यो हैन। ल अब चाहिँ हामीहरू बस टोपोलोजीको एडभान्टेजको बारेमा हेरौँ है। एडभान्टेज के छन् त एडभान्टेजमा छ जस्तै फर्स्टमा इट इज सिम्पल एन्ड इजी टु सेटअप एन्ड एक्सटेन्ड द नेटवर्क। के हुन्छ भने यो चाहिँ इट इज सिम्पल एन्ड इजी टु सेटअप, बस टोपोलोजीलाई चाहिँ सेटअप गर्न के हुन्छ एकदमै इजी र सिम्पल हुन्छ। एन्ड एक्सटेन्ड द नेटवर्क, र यदि हामीहरूले चाहिँ नेटवर्कलाई एक्सटेन्ड गर्नु पर्यो भने पनि के हुन्छ यो एकदमै सिम्पल र इजी हुन्छ है। एक्सटेन्ड द नेटवर्क भन्नुको मिनिङ के हो भने जस्तै मैले यो चाहिँ बस टोपोलोजी छ है, यो बस टोपोलोजीमा मैले के गर्नु छ एउटा डिभाइस के गर्नु छ यसमा एड गर्नु छ अथवा दुईवटा डिभाइस एड गर्नु छ भने के हुन्छ यसमा नेटवर्कमा चाहिँ डिभाइसहरू एक्सटेन्ड गर्न बढाउनुको लागि के हुन्छ एकदमै के हुन्छ इजी हुन्छ के इजी अथवा सिम्पल हुन्छ। यहाँनिर म के गर्नु सक्छु एउटा डिभाइसलाई चाहिँ के गर्नु सक्छौँ जोड्न सक्छौँ अथवा एक्सटेन्ड गर्न सक्छौँ। त्यही भएर चाहिँ के भनेको छ भने यो चाहिँ के हुन्छ सिम्पल एन्ड इजी टु एक्सटेन्ड द नेटवर्क। के हुन्छ हाम्रो बस टोपोलोजी चाहिँ के हुन्छ एकदमै इजी टु एक्सटेन्ड हुन्छ है। यसमा चाहिँ हामीहरू डिभाइसहरू एकदमै इजी वेमा चाहिँ जोड्न सक्छौँ यदि हामीलाई चाहिँ डिभाइस चाहियो भने है। बुझ्यो हैन। र सेकेन्डमा के भनेको छ इट रिक्वायर्स लेस केबल। के भन्छ भने यसलाई चाहिँ लेस केबल चाहिन्छ क्या,
जस्तै यहाँ हेर है, यो के छ बस टोपोलोजी छ हैन। योमा के छ एउटा वायर मात्र चाहिएको छ नि, यति धेरै कम वायर चाहिएको छ हैन। त्यही भएर के हुन्छ भने यो बस टोपोलोजीलाई के हुन्छ एकदमै कम लेस केबल चाहिँ के हुन्छ रिक्वायर हुन्छ। ल अब हामीहरू हेरौँ थर्ड पोइन्टमा के भन्छ भने वी क्यान इजिली कनेक्ट एन्ड डिस्कनेक्ट एनी नम्बर अफ कम्प्युटर्स इन द बस। के गर्न सक्छ हामीहरू वी क्यान इजिली कनेक्ट एन्ड डिस्कनेक्ट एनी नम्बर अफ कम्प्युटर्स इन द बस। हामीहरू जुन बस छ नि हाम्रो चाहिँ जुन यो बस छ नि यो बसमा चाहिँ हामीहरू चाहिँ इजिली चाहिँ कुनै कम्प्युटर अथवा डिभाइसहरू कनेक्ट पनि गर्न सक्छौँ अथवा यो कम्प्युटरलाई चाहिँ हामीहरू इजिली योबाट डिस्कनेक्ट पनि गर्न सक्छौँ कि त्यही कुरा भनेको हो। यो बस टोपोलोजीमा चाहिँ हामीहरू इजिली डिभाइसेसहरू कम्प्युटर्सहरू के गर्न सक्छौँ कनेक्ट पनि गर्न सक्छौँ अथवा डिस्कनेक्ट पनि गर्न सक्छौँ भन्न खोजेको है लास्ट पोइन्टले त्यही कुरा यहाँ भनेको छ। इजिली कनेक्ट एन्ड डिस्कनेक्ट एनी नम्बर अफ कम्प्युटर्स। जति कम्प्युटर चाहियो हामीहरू त्यति कम्प्युटरलाई चाहिँ कनेक्ट पनि गर्न सक्छौँ अथवा त्यहाँदेखि डिस्कनेक्ट पनि गर्न सक्छौँ भन्न खोजेको है। ल अब हेरौँ डिसएडभान्टेजेस। अब यो बस टोपोलोजीको डिसएडभान्टेजेस के छ त बेफाइदा के छ त। ल फर्स्ट पोइन्टमा हेरौँ डाटा ट्राफिक इज भेरी हाई इन बस। योमा चाहिँ के हुन्छ डाटा ट्राफिक के हुन्छ धेरै हाई हुन्छ कि बसमा। जस्तै यो बस छ नि यो के छ हाम्रो यो बस हो मेन केबल हो हैन। केबललाई बस भन्दैछ है हामीहरू। यो बसमा चाहिँ के हुन्छ डाटा ट्राफिक धेरै के हुन्छ हाई हुन्छ। कसरी भने जस्तै के छ यहाँदेखि के गर्यो यो कम्प्युटरले डाटा सेन्ड गर्यो, यहाँदेखि यो कम्प्युटरले डाटा सेन्ड गर्यो, यहाँदेखि योले पनि गर्यो भने यो बसमा त के भयो डाटा धेरै भयो नि। त्यही भएर डाटा ट्राफिक के हुन्छ बसमा चाहिँ के हुन्छ धेरै हुन्छ भन्न खोजेको है। त्यसपछि सेकेन्ड पोइन्टमा के भन्छ भने इफ द सेन्ट्रल केबल फेल्स द होल नेटवर्क गोज डाउन। के भन्छ यदि सेन्ट्रल केबल अथवा बस फेल भयो भने द होल नेटवर्क गोज डाउन। सबै नेटवर्क के हुन्छ खतम हुन्छ भन्न खोजेको है। जस्तै हाम्रो चाहिँ के छ यो मेन के छ हाम्रो बस छ अथवा चाहिँ सेन्ट्रल केबल छ। यदि यो सेन्ट्रल केबल फेल भयो भने अब यो कम्प्युटरले चाहिँ डाटा कसरी चाहिँ एक कम्प्युटरदेखि अर्को कम्प्युटरमा पठाउने त हैन त के भयो यदि बस चाहिँ के भयो फेल भयो भने यहाँ चाहिँ पुरै के हुन्छ नेटवर्क के हुन्छ फेल हुन्छ कि बुझ्यो हैन अथवा चाहिँ नेटवर्क गोज डाउन भन्न खोजेको है बुझ्यो हैन। त्यसपछि लास्टमा के भनेको छ भने थर्ड पोइन्टमा स्लोर पर्फर्मेन्स एज मोर डिभाइसेस आर एडेड। के हुन्छ स्लोर पर्फर्मेन्स के हुन्छ पर्फर्मेन्स के हुन्छ स्लोर हुँदै जान्छ एज मोर डिभाइसेस आर एडेड। जति बढी डिभाइसेस त्यसमा कनेक्ट गऱ्यौँ बसमा त्यति के हुन्छ पर्फर्मेन्स के हुन्छ घट्दै जान्छ भन्न खोजेको है। त्यो त अभियसली घट्ने नै भयो किनकि जति बढी डिभाइस भयो त्यति बढी के हुने भयो त्यहाँ डाटाहरू एकै केबलदेखि के गर्नु पऱ्यो सेन्ड गर्नु पऱ्यो। त डाटा ट्राफिक धेरै हाई भयो। डाटा ट्राफिक धेरै हाई भयो भने अब चाहिँ त्यहाँदेखि डाटा सेन्ड गर्न हामीहरूलाई के हुने भयो अप्ठ्यारो हुने भयो। त के हुने भयो डाटाहरू स्लो के हुने भयो त सेन्ड गर्न सकिने भयो। त्यही भएर चाहिँ त्यहाँ के हुने भयो पर्फर्मेन्स के हुने भयो एकदमै स्लो हुने भयो है त्यो भन्न खोजेको बुझ्यो हैन। ल अब 2 मा रहेको छ रिङ टोपोलोजी। अब हामीहरू रिङ टोपोलोजीको बारेमा पढ्छौँ। इन रिङ टोपोलोजी इच डिभाइस इज कनेक्टेड टु अदर 2 एडजेसेन्ट कम्प्युटर्स फर्मिङ अ सर्कुलर ओर रिङ लाइक स्ट्रक्चर। के भन्छ भने इन रिङ टोपोलोजीमा इच डिभाइस इज कनेक्टेड टु अदर 2 एडजेसेन्ट कम्प्युटर्स। के भन्छ इच डिभाइस एउटा डिभाइस के हुन्छ आफूसँग भएको एडजेसेन्ट 2 कम्प्युटरसँग के हुन्छ कनेक्टेड हुन्छ भन्न खोजेको है। जस्तै इच डिभाइस इज कनेक्टेड टु अदर 2 एडजेसेन्ट कम्प्युटर्स। एडजेसेन्ट कम्प्युटर्स भनेको सँगसँगै भएको। जस्तै यो कम्प्युटर छ यो कम्प्युटरको सँगसँगै कम्प्युटर अर्को दुईवटा को छ एउटा यो छ एउटा को छ यो छ भने अब यो दुईटै कम्प्युटरसँग के हुने भयो यो कम्प्युटर के हुने भयो कनेक्टेड हुने भयो है। र फर्मिङ अ सर्कुलर ओर रिङ लाइक स्ट्रक्चर र यसरी के हुन्छ एउटा सर्कुलर अथवा रिङ लाइक स्ट्रक्चर के हुन्छ फर्म हुन्छ अथवा बन्छ है। यहाँ यस प्रकारको टोपोलोजीलाई के भन्छ रिङ टोपोलोजी भन्छ हैन बुझ्यो हैन। ल सेकेन्ड पोइन्टमा के भनेको छ भने डाटा ट्राभल्स इन वान डाइरेक्सन ओर बोथ इन अ डुअल रिङ पासिङ थ्रु इच नोड अन्टिल इट रिचेस द डेस्टिनेसन। के भन्छ भने डाटा ट्राभल्स इन वान डाइरेक्सन रिङ टोपोलोजीमा डाटा के हुन्छ एक डाइरेक्सनमा मात्र के हुन्छ ट्राभल हुन्छ ओर बोथ इन अ डुअल रिङ। डुअल रिङमा के हुन्छ फेरि दुवै डाइरेक्सनमा सेन्ड गर्न सकिन्छ। तर मेनली चाहिँ हामीले के बुझ्ने रिङ टोपोलोजीमा के हुन्छ डाटा के हुन्छ एक डाइरेक्सनमा मात्र के हुन्छ ट्राभल हुन्छ भनेर बुझ्ने। द्याट मिन्स जस्तै मैले यहाँदेखि डाटा सेन्ड गर्नु छ भने के त क्लोकवाइज मात्र सेन्ड हुने हो के त एन्टी क्लोकवाइज मात्र सेन्ड हुने हो। मैले कुनै बेला यहाँदेखि सेन्ड गर्छु कुनै बेला यसरी सेन्ड गर्छु दुवै डाइरेक्सनमा सेन्ड गर्छु भन्न पाइँदैन है बुझ्यो हैन त्यो भन्नु खोजेको। त्यसपछि के भन्छ भने पासिङ थ्रु इच नोड अन्टिल इट रिचेस द डेस्टिनेसन। त्यसपछि के भन्छ भने पासिङ थ्रु इच नोड जुन डाटा हामीहरू पास गर्छौँ नि जुन डाटाहरू हामीहरू पठाउँछौँ नि त्यो डाटा के हुन्छ प्रत्येक नोडबाट के हुन्छ पास हुँदै जान्छ अन्टिल इट रिचेज द डेस्टिनेसन
अन्टिल जबसम्म त्यो डाटा चाहिँ डेस्टिनेसनमा पुग्दैन त्यति बेलासम्म हामीहरू के गर्छौँ बीचमा जति पनि डिभाइसेसहरू कम्प्युटरहरू आउँछन् त्यो कम्प्युटरबाट के गर्छौँ डाटा चाहिँ पास गर्दै लग्छौँ है। जस्तै मानौ मैले यो कम्प्युटरदेखि यो कम्प्युटरमा डाटा पठाउनु छ क्लकवाइज डाइरेक्सनमा भने अब के हुने भयो भने यो कम्प्युटरदेखि पठाउनको लागि मैले के गर्नु पर्यो एट फर्स्ट यहाँ पठाउनु पर्यो त्यसपछि यहाँ पठाउनु पर्यो त्यसपछि गएर के हुने भयो यो डेस्टिनेसनमा पुग्ने भयो के त अन्टिल इट रिचेस डेस्टिनेसन के हुँदैछ डाटाहरू के हुँदैछन् यो डिभाइसदेखि के हुँदैछ पास हुँदै यहाँ पुग्दैछ नि त्यही भन्नु खोजेको है। त के हुन्छ यसमा डाटाहरू के हुन्छन् प्रत्येक नोडदेखि के हुन्छन् ट्राभल हुन्छन् जति बेलासम्म त्यो डेस्टिनेसनमा पुग्दैन बुझ्यो होइन। ल अब रिङ टोपोलोजीको एडभान्टेज हेरौँ है। एडभान्टेजमा के छ भने फर्स्टमा इट इज सिम्पल एन्ड इनएक्सपेन्सिभ टोपोलोजी यो के एउटा सिम्पल र इनएक्सपेन्सिभ टोपोलोजी हो एकदमै सस्तो टोपोलोजी है। त्यसपछि के हुन्छ सेकेन्डमा देयर इज लेस चान्स अफ डाटा कोलिजन बिकज अफ युनिडाइरेक्सनल डाटा ट्रान्समिसन के हुन्छ देयर इज लेस चान्स अफ डाटा कोलिजन यसमा चाहिँ के हुन्छ डाटा कोलिजन हुने धेरै के हुन्छ कम चान्स हुन्छ। डाटा कोलिजन भनेको जस्तै मैले यहाँदेखि डाटा पठाएँ अनि मैले यहाँदेखि पनि डाटा पठाउँदैछु भने बिचमा के हुने भयो डाटा के हुने भयो कोलिजन हुने भयो तर त्यस्तो हुँदैन भन्छ यसमा देयर इज लेस चान्स अफ डाटा कोलिजन किन बिकज अफ युनिडाइरेक्सनल डाटा ट्रान्समिसन किनभने यसमा चाहिँ के हुन्छ डाटाहरू के हुन्छन् युनिडाइरेक्सनल अथवा चाहिँ एउटा डाइरेक्सनमा मात्र के हुन्छ डाटा ट्रान्समिसन हुन्छ क्या। जस्तै मैले भनेको थिएँ नि यहाँ बुझाउने बेला बताएको थिएँ डाटा के हुन्छ रिङ टोपोलोजीमा वान डाइरेक्सन मात्र के हुन्छ सेन्ड हुन्छ जसलाई चाहिँ युनिडाइरेक्सनल भन्छ। त युनिडाइरेक्सनल डाटा ट्रान्समिसनको कारणले के हुन्छ डाटाहरू के हुन्छ कोलिजन हुने धेरै कम चान्स हुन्छ देयर इज लेस चान्स अफ डाटा कोलिजन भनेको है बुझ्यो होइन। ल अब हामीहरू रिङ टोपोलोजीको डिसएडभान्टेजेस हेरौँ। डिसएडभान्टेजेसको फर्स्ट पोइन्टमा के भनेको छ भने अब फेलियर इन एनी केबल ओर डिभाइस ब्रेक्स द इन्टायर नेटवर्क के भनेको छ भने यदि चाहिँ कुनै केबल अथवा कुनै एउटा कम्प्युटरमा अथवा डिभाइसमा फेल भयो भने त्यो के हुन्छ पुरै यो कम्प्लिट नेटवर्कलाई चाहिँ के गर्छ भने फेल गर्छ अथवा चाहिँ ब्रेक गर्छ भनेको छ। कसरी भने जस्तै के छ बिचमा यो एउटा वायर छ होइन यो वायर चाहिँ के भयो खराब भयो अथवा चाहिँ यो केबल के भयो खराब भयो भने अब यहाँदेखि यहाँ चाहिँ कसरी पठाउने त डाटा होइन त्यही भएर चाहिँ के भन्छ भने यदि कुनै केबल अथवा चाहिँ यहाँ डिभाइस फेल भयो भने यसले के गर्छ पुरै इन्टायर नेटवर्कलाई के गर्छ यसले ब्रेक गर्छ अथवा चाहिँ खराब गर्छ भन्न खोजेको है बुझ्यो होइन। त्यसपछि सेकेन्ड पोइन्टमा के भनेको छ भने इट इज भेरी डिफिकल्ट टु फाइन्ड आउट द एरर्स इन द नेटवर्क यो नेटवर्कमा चाहिँ एरर अथवा फल्ट खोज्न के हुन्छ धेरै गाह्रो हुन्छ कि डिफिकल्ट हुन्छ है। जस्तै कुन कम्प्युटर बिग्रियो कहाँनिर कुन केबलमा चाहिँ प्रब्लम आयो त्यो फाइन्ड आउट गर्न अथवा चाहिँ त्यसलाई चाहिँ खोज्न के हुन्छ धेरै के हुन्छ यसमा चाहिँ डिफिकल्ट हुन्छ भन्न खोजेको है बुझ्यो होइन। ल अब लास्ट पोइन्टमा के भनेको छ भने इट इज डिफिकल्ट टु एक्सपान्ड यहाँ चाहिँ के हुन्छ एक्सपान्ड गर्न के हुन्छ धेरै डिफिकल्ट हुन्छ। जस्तै मैले यहाँ बिचमा चाहिँ मैले कम्प्युटर जोड्नु छ भने यहाँ चाहिँ के हुन्छ डिफिकल्ट हुन्छ क्या है यसमा चाहिँ रिङ टोपोलोजीमा तर पोस्ट टोपोलोजीमा के हुन्छ सजिलो हुन्छ भनेको थियो है। ल अब हामीहरू थर्ड टाइपको टोपोलोजी हेरौँ। थर्ड टाइपमा के भनेको छ भने स्टार टोपोलोजी है। ल यसको डेफिनेसन के भनेको छ इन स्टार टोपोलोजी अल डिभाइसेस आर कनेक्टेड टु इच अदर विथ द हेल्प अफ सेन्ट्रल कनेक्टिङ डिभाइस लाइक हब ओर स्विच ओर सर्भर के भनेको छ भने इन स्टार टोपोलोजीमा अल डिभाइसेस आर कनेक्टेड टु इच अदर विथ द हेल्प अफ सेन्ट्रल कनेक्टिङ डिभाइस लाइक हब ओर स्विच ओर सर्भर के हुन्छ यो स्टार टोपोलोजीमा सबै डिभाइसेसहरू के हुन्छन् एक आपसमा के हुन्छन् कनेक्टेड हुन्छन् विथ द हेल्प अफ सेन्ट्रल कनेक्टिङ डिभाइस लाइक हब स्विच ओर सर्भर। जस्तै यहाँ चाहिँ के छ हब अथवा चाहिँ स्विच पनि हुनसक्छ अथवा सर्भर पनि हुनसक्छ है। यसमा भएका स्टार टोपोलोजीमा भएका जति पनि हाम्रो चाहिँ डिभाइसेसहरू छन् ती डिभाइसेसहरू एक आपसमा कसरी कनेक्टेड हुन्छन् विथ द हेल्प अफ सेन्ट्रल कनेक्टिङ डिभाइस लाइक हब स्विच ओर हाम्रो चाहिँ सर्भर यस्ता डिभाइसेसहरूको हेल्पबाट के हुन्छन् हाम्रो चाहिँ डिभाइसेसहरू एक आपसमा चाहिँ के हुन्छन् कनेक्ट हुन्छन्। जस्तै यो फिगरमा चाहिँ हामीहरू देख्न सक्छौँ यो कम्प्युटर चाहिँ यो कम्प्युटरमा कसरी कनेक्ट भएको छ त यो सेन्ट्रल कनेक्टिङ डिभाइस जस्तै हबबाट चाहिँ के भएको छ कनेक्ट भएको छ नि यहाँदेखि के हुने भयो डाटा यहाँ सेन्ड हुने भयो त्यसपछि यहाँ सेन्ड हुने भयो त्यसै गरी यहाँदेखि यहाँ पठाउनु छ भने पहिले डाटा यहाँ सेन्ड हुने भयो त्यसपछि यहाँदेखि यहाँ सेन्ड हुने भयो। यसरी चाहिँ के छन् यी डिभाइसेसहरू एक आपसमा के छन् त कनेक्टेड छन् के त बुझ्यो होइन। यसरी चाहिँ के हुन्छन् स्टार टोपोलोजीमा चाहिँ डिभाइसेसहरू एक आपसमा चाहिँ के हुन्छन् कनेक्टेड हुन्छन् विथ द हेल्प अफ सेन्ट्रल कनेक्टिङ डिभाइस लाइक हब पनि हुनसक्छ स्विच पनि हुनसक्छ अथवा सर्भर पनि हुनसक्छ है। ल अब चाहिँ हामीहरू सेकेन्ड पोइन्टमा के भनेको छ भने इन दिस टोपोलोजी डाटा ट्राभल्स फ्रम द सेन्डिङ डिभाइस टु द सेन्ट्रल हब एन्ड देन टु द रिसिभिङ डिभाइस। ल यसमा के भनेको छ भने इन दिस टोपोलोजी यस टोपोलोजीमा डाटा ट्राभल्स फ्रम द सेन्डिङ डिभाइस टु द सेन्ट्रल हब के हुन्छ डाटा चाहिँ के हुन्छ
सेन्डिङ डिभाइसदेखि के हुन्छ सेन्ट्रल डिभाइसेसमा के हुन्छ डाटा सेन्ड गरिन्छ देन टु द रिसिभिङ डिभाइस र त्यसपछि के हुन्छ रिसिभिङ डिभाइसमा के हुन्छ डाटा के हुन्छ ट्राभल गरिन्छ। के भन्नु खोजेको भने जस्तै यो के छ एउटा सेन्डिङ डिभाइस छ के हुन्छ डाटा के हुन्छ सेन्डिङ डिभाइसदेखि ट्राभल हुन्छ कहाँ हबमा त्यसपछि हबदेखि के हुन्छ डाटा चाहिँ के हुन्छ रिसिभिङ डिभाइसमा। अब रिसिभिङ डिभाइस कुनै पनि हुनसक्छ जस्तै यो पनि हुनसक्छ यो पनि हुनसक्छ होइन। यसरी चाहिँ के हुन्छ एउटा सेन्डिङ डिभाइसदेखि हब थ्रु चाहिँ के हुन्छ डाटा चाहिँ रिसिभिङ डिभाइसमा के गरिन्छ सेन्ड गरिन्छ है बुझ्यो होइन। ल अब हेरौँ थर्ड पोइन्टमा के भनेको छ भने इट इज द मोस्ट पपुलर एन्ड वाइडली युज्ड टोपोलोजी फर ल्यान्ड र यो के हो त हाम्रो एकदमै मोस्ट पपुलर एन्ड वाइडली युज्ड के हो टोपोलोजी हो के स्टार टोपोलोजी है। स्टार टोपोलोजी जस्तै हाम्रो चाहिँ लोकल एरिया नेटवर्क जस्तै हाम्रो चाहिँ ब्याङ्कको छ हाम्रो चाहिँ स्कुलहरू छन् अथवा युनिभर्सिटीहरू छन् होइन अफिसेसहरू छन् भने त्यस्ता ठाउँमा चाहिँ के गरिन्छ यो स्टार टोपोलोजीलाई चाहिँ एकदमै वाइडली चाहिँ के गरिन्छ युज गर्ने गरिन्छ है बुझ्यो होइन। ल अब हामीहरू स्टार टोपोलोजीको एडभान्टेज हेरौँ है। एडभान्टेजमा के छ भने फर्स्टमा इजी टु इन्स्टल एन्ड म्यानेज यो चाहिँ स्टार टोपोलोजीलाई चाहिँ इन्स्टल गर्न अथवा चाहिँ सेटअप गर्न चाहिँ के हुन्छ इजी पनि हुन्छ र म्यानेज गर्न पनि के हुन्छ इजी हुन्छ है। त्यसपछि सेकेन्डमा के भनेको छ भने फेलियर्स अफ वान डिभाइस डज नट एफेक्ट अदर जस्तै यो हाम्रो स्टार टोपोलोजीमा मानव एउटा डिभाइस के भयो फेल भयो जस्तै यो डिभाइस के भयो फेल भयो भने यसले चाहिँ अदर डिभाइसेसहरूलाई चाहिँ कुनै एफेक्ट गर्दैन। जस्तै यो डिभाइस यसमा फेल भयो भने यो डिभाइसेसहरू एक आपसमा के हुन्छन् कनेक्ट हुन्छन् थ्रु हब के हुन्छन् हबबाट चाहिँ डाटाहरू के गर्न सक्छन् सेन्ड गर्न सक्छन् यो डिभाइस फेल भए पनि अथवा यो डिभाइस फेल भयो भने यो सबै यो चारवटा डिभाइस के गर्न सक्छन् एक आपसमा चाहिँ के गर्न सक्छन् डाटाहरू ट्राभल गर्न सक्छन् अथवा सेन्ड एन्ड रिसिभ गर्न सक्छन् होइन बुझ्यो होइन त्यो भन्न खोजेको। त्यसपछि थर्ड पोइन्टमा के भनेको छ इट इज भेरी इजी टु फाइन्ड आउट फल्ट र यसमा के हुन्छ कुनै एउटा फल्ट आयो कुनै समस्या आयो कुनै कम्प्युटरमा अथवा हबमा समस्या आयो भने त्यसलाई चाहिँ फाइन्ड आउट गर्न के हुन्छ एकदमै इजी हुन्छ है। ल अब हामीहरू हेरौँ स्टार टोपोलोजीको डिसएडभान्टेजेस है। डिसएडभान्टेजेसमा फर्स्टमा छ इट रिक्वायर्स भेरी लार्ज अमाउन्ट अफ केबल्स यहाँ चाहिँ के चाहिन्छ लार्ज अमाउन्ट अफ केबल चाहिन्छ। जस्तै हेर कति केबल युज भएका छन् 1 2 3 4 5 पाँचवटा केबलहरू के भएका छन् युज भएका छन्। जस्तै मैले अर्को कम्प्युटर जोड्नु पऱ्यो भने अझ मलाई केबल चाहियो त यहाँ के हुन्छ हाम्रो चाहिँ लार्ज अमाउन्ट अफ केबल चाहिँ के हुन्छ रिक्वायर हुन्छ अथवा चाहिँ आवश्यकता पर्छ धेरै केबलको चाहिँ के पर्छ आवश्यकता पर्छ हाम्रो स्टार टोपोलोजीमा है। त्यसपछि सेकेन्ड पोइन्टमा के भनेको छ भने इट इज एक्सपेन्सिभ टोपोलोजी र यो के हो एकदमै एक्सपेन्सिभ टोपोलोजी हो किनभने यहाँ चाहिँ के चाहिँदैछ भेरी लार्ज अमाउन्ट अफ केबल चाहिँदैछ धेरै केबल चाहिँदैछ भने के हो आफै एक्सपेन्सिभ भइहाल्यो महँगो भइहाल्यो ठिक छ त्यो भन्नु खोजेको। त्यसपछि चाहिँ अब के भन्छ थर्ड पोइन्टमा इफ द सेन्ट्रल हब फेल्स यदि चाहिँ सेन्ट्रल हब फेल भयो भने द होल नेटवर्क फेल्स के हुन्छ यदि यो चाहिँ सेन्ट्रल हब छ नि यो हब चाहिँ यदि फेल भयो भने यो कम्प्लिट नेटवर्क चाहिँ के हुन्छ फेल हुन्छ भन्न खोजेको है। ल बुझ्यो होइन। अब चाहिँ यसमा के हुँदैछ भने एउटा हब भन्ने वर्ड धेरै युज हुँदैछ। हब भनेको के हो हब भनेको के हो भने जस्तै एउटा कम्प्युटरमा युज गरिने डिभाइस हो जसले चाहिँ के गर्छ कम्प्युटरहरूलाई चाहिँ एक आपसमा कनेक्ट गर्ने काम गर्छ र एक ठाउँदेखि आएका डाटालाई चाहिँ अर्को ठाउँमा पठाउने काम कसले गर्छ हबले गर्छ क्या। त्यही भएर चाहिँ हामीहरू के गर्छौँ यसमा हबलाई चाहिँ युज गर्छ है। यो लास्टमा चाहिँ मैले बुझाइदिएँ है। अब तपाईँहरूलाई यो कुरा चाहिँ थाहा हुनुपर्ने कुरा है फेरि। ल आजको यस भिडियोमा यति नै राखेको छु मैले। अब हुन त टोपोलोजी धेरै टाइपका हुन्छन् अझ मेस टोपोलोजी हुन्छ त्यसै गरी हाम्रो चाहिँ ट्री टोपोलोजी हुन्छ हाइब्रिड टोपोलोजी हुन्छ होइन। तर हाम्रो एनइबीको सिलेबसमा चाहिँ यो तीनवटा टोपोलोजीको बारेमा चाहिँ पढ्न भनेर दिएको छ त्यही भएर मैले यस भिडियोमा चाहिँ यो तीनवटा टोपोलोजीलाई मात्र एक्सप्लेन गरेँ। यदि तपाईँहरूलाई अरू टोपोलोजीकोहरू पनि भिडियो चाहिन्छ भने कमेन्ट गर्नु होला त ल। र अर्को कुरा के छ भने जस्तै मैले चाहिँ यस भिडियोमा चाहिँ रिङ टोपोलोजी बस टोपोलोजी र स्टार टोपोलोजीलाई चाहिँ छुट्टै छुट्टै गरेर एक्सप्लेन गरेँ होइन। तर एक्जाममा चाहिँ यसको डिफ्रेन्सहरूको बारेमा पनि सोध्ने गरेको छ है। त्यही भएर यदि तपाईँलाई चाहिँ यसको डिफ्रेन्सेसको भिडियो पनि चाहियो भने तल चाहिँ तपाईँहरू कमेन्ट गर्नु होला। म चाहिँ यी डिफ्रेन्ट टोपोलोजीहरू बिचको डिफ्रेन्सेसको भिडियो पनि तपाईँहरूलाई चाहिँ लिएर आउनेछु यदि तपाईँहरूले चाहिँ तल कमेन्ट गर्नुभयो भने है। ल आजको यस भिडियोमा चाहिँ यति नै गरौँ होइन। यदि भिडियो हेल्पफुल लाग्यो भने आफ्नो साथीहरूलाई पनि सेयर गर्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला र भिडियोलाई एउटा लाइक पनि गरिदिनु होला है। थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू फर सपोर्टिङ सी यू नेक्स्ट भिडियो।